Yo guys, what's up people? Because अहिले चाहिँ म यहाँ सोकी गाउँ हाम्रो रोड हिँड्दै जाँदैछु र यस्तो भएर बताइदिउँ हैन। यो चाहिँ सोकी गाउँ जाने बाटो अहिले चाहिँ यस्तो छ र पछि कस्तो हुन्छ हैन, त्यसको लागि चाहिँ मैले भनिरहेको छु। पक्का देख्दिएको चाहिँ हाम्रो यो निकेशको घर हो। निकेश खै देखिरहेको छ भाइको त्यसको। अन्त र चाहिँ आज चाहिँ गाइस 8 तारिक डिसेम्बर 2025। I repeat 8 डिसेम्बर 2025। त्यसरी गाइस र त पहिला यत्रो बडो बाटो थियो हैन, अहिले चाहिँ एटलिस्ट ठुलो भएको छ। यो ठुलो भएको त निकै भयो र आई होप इन फ्युचर यहाँनिर हाम्रो पनि देख्न पाइन्छ अलकत्रावाला रोड पनि हैन, किनभने त्यो त हुनु अनिवार्य छ नि त। र यहाँ चाहिँ यसको देखाएर दिउँ कस्तो चाहिँ छ भनेर। यो चाहिँ हो दिपेशको घर जाने बाटो। यस्तो छ। दिपेशले यतातिर बनाउँछ घर भन्छ, मलाई आउनु चाहिँ नजिक हुने हो, पर पुग्नु पर्दैन। अब चाहिँ यतातिर बनाउँछु भन्छ घर केटोले। या ओके गाइस, हेर त 1 मिनट 2 मिनट पुग्दा नपुग्दा म यहाँसम्म आइपुगेँ। यो बाटो चाहिँ एकदम मेमोरी छ क्या। यो मकैहरू हुन्थ्यो नि त पहिला चाहिँ, टक्क यहाँ भाँची हो, त्यहाँबाट गयो दिपेशको घर सिधै अर्का गरी भाँचेर, अर्काको पारीको मकै भाँचेर। यो चाहिँ झाडु, यो चाहिँ एकदम अर्ग्यानिक है। नोस्टोलजी के भन्छौ, इङ्ग्लिस वर्ड पनि आउँदैन त यार। नोस्टोलजी के भन्छ यार, त्यो फिल भइदियो क्या मलाई। भन्नु चाहिँ आएको नि त, त्यो चाहिँ फिल भयो। यसको फ्लेभर सुन्तलाको पत्ता क्या, कहिले चुडाएर छुँदैछ गाउँको फिल हुन्छ क्या, एक प्रकारको मजा आइदिन्छ सुन्तलाको पत्ता, यसको स्मेल। ओके, र यो चाहिँ हाम्रो दिपेशको घर आइपुग्नु अरे। यो घर चाहिँ होइन, गोड चाहिँ आइपुग्यो। घर चाहिँ यतापट्टि छ। यो चाहिँ दिपेशको घर हो अहिले फिलहालको। त्यो फुलिरहेको छ अझै पनि सयपत्री। दिपेश खैबाट दिपेश? आइपुग्यो फेरि। है कहाँ छ? यहाँ रहेछ यो चाहिँ हो। गाउँमा पनि भ्लग बनाउँदै हिँडिन्छन्, कन्टेन्टै खोजिन्छन् जहाँ पनि। यो साथी आयो होइन, हामी यहाँबाट यस्तो गरेर चाहिँ साथी भिडियो बनाउनु जाउँ भनेर चाहिँ यसो भन्थ्यौँ होइन। तर आज हामी अहिले हामी है सक्सेसफुल, तर आज हामी सक्सेसफुल भएको छौँ। के हो गाइस, पहिला हामी गाडीको पैसा तिरेर पनि झुन्डेर जानु पर्थ्यो कोही बेला होइन। यो के हो गाइस? यो के हो गाइस? ल्यापटप देखो भाइ, ल्यापटप देखो। यो के हो गाइस? त्यो छोड न भाइ, ल्यापटप देखो न पहिला। अब ल्यापटप हिँड्नुपर्छ त गाइस। यो के हो गाइस? यस्तो भयो हामी होइन। फोन पनि कसरी देखाउनु? फोन त यसमा देखाउँथ्यो थियो होला। आइफोन ए देख्दैछ छैन भने त आइफोन भाइ, आइफोन छ हाम्रो आज हाम्रोमा। तर अहिले पनि हामी खासै उपलब्धि त गरेको जस्तो लाग्दैन होइन। पहिला हेरी चाहिँ छ नि त्यो भिडियो। त्यो चाहिँ उकालो चाहिँ छैन रहेछ हौ, त्यसमै हालेको जस्तो लाग्छ। युट्युबमा हालेको नि, फेसबुक त हालेकै छैन मैले कुनै पनि। त्यही त गाइस, हाम्रो पहिला हामी क्यामेरा बोकेर यहाँबाट गएको होइन, अहिले हाम्रोमा आइफोन छ, क्यामेराबाट पनि खिचिन्छ होइन। आज पनि हामी सानो सुटमा जाँदैछौँ, तर यस टाइम चाहिँ अरूको पैसामा। तर यो नसोच्नु कि हामी सक्सेस भयौँ भने, यो चाहिँ सक्सेस होइन, जस्ट कास्टिङ मात्रै हुँदैछ अहिले पनि।